पानी हालेर भिजेर सेको त नानी माथिबाट सेक्नुपर्छ कि तिम्रो लुगा डढ्छ नानी मलाई त्यो लामै भएछ ठिक्क लाग्छ एक बोतल पानी मात्रै चढाइदिनु पर्छ है पानी त तर फुल चढाएको अस्ति रहेछ त्यहाँ अस्ति चढाएको हामीले त्यो पनि चढाउनुपर्छ आज नखोलिकन चढाइदियो नि कि खोलेर नखोल्दै खोल्नु त पर्छ त कागज जलाउनु त कागजबाट बाल्नु बोलेन कि त्यही भएर माचिस चाहिन्छ उयो खाली बोतल चाहिँ फ्याँक्दैन त्यो फोहोर हुन्छ आमाको फुल चाहिँ रक्सीको त्यो गिलास ए उठे हाल्ने फोहोर पनि हुन्छ कतिको सबै जलाएर जान्छ यो चाहिँ अलिक ओह्रालो पार्नु हावाले फुकेर क्या डरलाई डर जल्यो होला बाबा घुमाउनु न यसरी वरिपरि यहाँ रङ लाउने भन्दै थियो दाजुले कहिले लाउनु त अब पछि अब डिस्टेन्सबाट हाल्नु भएन अलिक अलिक जलाएर चाहिँ राख्नु पर्ने होइन तर सल्किँदो रहेछ कि पुलिङ उता कने यतैबाट होइन कि उताबाट हो यताबाट यसरी पुष्पा र कान्छाको बुवाको नाम लिएर नाम सबैले सम्झिँदा भइगयो त भाइ आऊ दिदीहरूलाई पनि दिनु पछाडि हुन्छ दिदी यो सबैको यहीँ छ पुष्पाको कान्छाको बुवाको सबैको है पानी खोइ एक बोतल पानी दिन्छ मलाई यताबाट नको अर्को पानी छैन घुम्नुपर्ने यताबाट आउनु नि यो होइन पानी छोड्नु पर्यो नि त यता चाहिँ हो यसै त यता दाहिने हो उल्टा घुम्नुपर्छ ए यसरी अरे क्या भाउजू यताबाट आउनुहुन्छ अरे आमाको आत्माले शान्ति पाओस् कुनै किसिमको दुःख कष्ट नहोस् एकदम राम्रो ठाउँ पाओस् राम्रो कोखमा जन्म लियोस् जीवसँगले बाँच्नु खुसी हर किताबतिर राम्रो भएको सबै पूजा छ भगवान्को रूपमा गयो हाम्रो छोरा बाबा तिनचोटि बोल्नु वरिपरि गाड न वरिपरि गाड्दा पनि हुन्छ घुमौँ न त नभएको जति घुम्दा भइहाल्यो त गाडीहरू गर्छ
उता उता हिँडेर बाबु धोको त्यो धुप सक्छ होला है सदरमा पनि उता हालिदिनु पर्थ्यो खानेकुराहरू पनि सबै सक्यो है मामु हजुर एकदिन बगान मात्रै भयो होला नानीको डढेर लाग्छ होला डर लाग्छ अलिक यो पातहरू भने चाहिँ यतै राख्नुपर्छ सुक्खा एउटा सिगरेट सल्काएर खानु मन लाग्थ्यो नसल्काइदिनु जुठो हुन्छ एउटा चाहिँ आफै आफै खानुहुन्छ अरे हो र नसल्काइदिनु पानीहरू पनि तातो नचढाउनु भनेर चाहिँ दिदीहरूले भन्नुभयो थाहा भयो जुठो हुन्छ अरे तपाईँ पहिला त दिदीले मन तातो पानी खानुहुन्छ भने तताउँदै चढाउनु